नमस्कार सबैजनालाई। आज हामी छेडा घुम्न जाँदैछौँ। वीरेन्द्रनगर बस पार्कदेखि दैलेख जाने गाडीमा बसेर आज हामी छेडा घुम्न जाँदैछौँ र तपाईँहरूलाई पनि घुमाउनेछौँ। स्टे ट्युन गाइज। ल हेर्न सक्नुहुन्छ हामीहरू छेडामा आइपुगेका छौँ। आजको मौसमले पनि हेर्नु न हामीलाई यस्तो साथ दिएको छ नि। आज गर्मी लागेको भइदियो त हामी घुम्नै नसक्ने। अनि त्यो माथि पहाड हो कि उसमा चाहिँ गुम्बा छ अरे। मेरो चाहिँ फर्स्ट टाइम हो, मलाई चाहिँ थाहा छैन र साथीहरू चाहिँ नि आइसकेको छन् र उनीहरू सँगसँगै घुम्दैछौँ र हजुरलाई पनि घुमाउनेछौँ। हेर्न सक्नुहुन्छ त्यही गुम्बामा हामी जाने हो। अनि हामी चाहिँ थोरै किनमेल गरौँ न भनेर किनमेल गर्दैछौँ। चाउचाउ बिस्कुट के हुन्छ, के पाइन्छ होइन। अनि यो चाहिँ नि गुम्बा चाहिँ रोडको नजिकै माथि हल्का माथि पहाडमा छ। अनि यहाँ हिँड्दैछौँ हामीहरू। अनि अलि अब हिँड्न नजानेर होला हामीलाई चाहिँ अलिक गाह्रै भयो, मलाई चाहिँ गाह्रै भयो भनौँ। अनि यस्तो राम्रो भ्यू छ नि। अनि साथीहरू चाहिँ नि बुरुक बुरुक हिँड्दै अगाडि पुगिसकेँ। म चाहिँ नि फ्याँ 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 गर्दै हिँडिरहेको छु। यहाँ चाहिँ हाम्रो साथी पछाडि साथीहरू हामी पुग्यौँ पुग्यौँ साथी पुग्यौँ। सास पनि बढ्यो, यति हिँड्दैमा सास बढ्छ। तलबाट माथि आइयो। कति राम्रो भ्यू हो। हेर्नुहोस् त साथीहरू, अहिले एकैछिनमा बादल लागेर अब पानी पर्न रेडी भइसकेको छ। हामी मात्र रहन्छौँ साथीहरू, उहाँहरू पनि आउनुभयो र चिल्ली बिल्ली भएको छ। हामीले त यहाँ पायौँ बस्ने ठाउँ, गाह्रो छ। एकदिन पानी भिज्छ नि पर जान्छ भिडियो बनाउन, यस्तै सोचेस्। रमाइलो छ साथीहरू, रमाइलो छ साथीहरू। उही पनि कति यो वर्षै लगाएर दिन जुरे थियो आज घुम्ने। हेर्नुहोस् पानी परिदियो यो भगवान् बिजोग। हामीले यहाँ सेल्टर मागेछौँ ओम पनि पन्ध्रमा। गुम्बामा आएर बसेछौँ। यस्तो हल्ला त नगर्नु पर्ने हो खासमा, तर के गर्नु साथीहरू। अब कति पछि जुरे थियो हाम्रो डुल्ने। फाट्यो हाम्रो लागि पनि फाटिदिन्छ कि भन्ने आश छ। त्यो घर मन पर्यो थियो। मेरो फेरि क्यामेरा फेरि यस्तो फोकस गर्छ। देख्नुभयो पानी परिरहेछ। कहीँ छैनन् साथीहरू। हाम्रो साथी हेर्नुहोस् काली, अहिले त बादलले डमाक डुमुकै बनायो। अब के गर्ने होला। यहाँ एकचोटि खानपिन सुरु भइसक्यो, एउटा प्याकेट भइसक्यो। गाह्रो छ डम्म बहा साथीहरू। अब चाहिँ हामी फर्किन आँट्यौँ। अलि मौसम पनि क्लियर भयो। हेर्नुहोस् त भ्यू यति राम्रो छ नि। अनि तलतिर फेरि अब फोटो सेसन स्टार्ट छ। अब बेला बेला ब्लर हुन्छ मेरो क्यामेरा फेरि। ओ माई गड, कसैले मलाई गिफ्ट दिनु पर्यो। अनि यहाँ हुँदैछ फोटो सेसन। बाटो फेरि यस्तै छ।
अनि मेरो फेरि यो साइड लुक माथि किनभने बाख्रा देखेँ अनि छाता फाल्दै मान्छेले फोटो खिच्नलाई। ओहो सिन हेर्नु न गाइजहरू, सिन दामी छ। अनि हामी चाहिँ यही बाटो भएर आएको, यही बाटो हिँड्न पनि हामीलाई गाह्रो भयो। अनि हामी यहाँ आइपुगेका छौँ कटकुवा दही चिउरा खाने ठाउँ, हेर्न सक्नुहुन्छ। सबै सामान त हाल्ने नि यार माथिबाट मैले। मेन अस्तर भनेको त्यही हो। गयो यार मेरो। यो बाटोभरि हामी हिँड्दै 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 आइरहेका छौँ साथीहरू। लगभग 6 किलोमिटर हिँडिसकेपछि चाहिँ हामीलाई धन्नले एउटा गाडी भेट्यो र त्यस गाडीमा बसेर हामी फर्क्यौँ। बाई।